Secretly. Malcolm, right? You what about it? I'm fine. Sorry. हेलो एभ्रिवान, आज चाहिँ हामी किमा नुडल्स खाँदैछौँ। यो चाहिँ हामीले होममेड हामीले आफै बनाएको है। Cheers. चियर्स। नुन लगाएको छ कि छैन भन्नु, टेस्ट नै गरेको छैनौँ हामीले, नुन पनि त्यो गरेको छैन। म त लाग्छ त्यो राख्नु सुरु गरेँ हामीले पहिला। यो सस मजाको भएको है, यस्तो मजा आउँछ हुन्छ आउँछ। त्यो जापानिज सस छ यो। यो चाहिँ अर्ग्यानिक मही। बिचरा खाना भिडियो त बनाउनु पर्छ नि त्यसमा। चिकन कुन बनाएको थियो? रिजो के पहिला पहिला तर रिजोमा होला नुन थोरै हाल्नु पर्छ। मिठो भयो नि। यहाँ राख्नु न गऱ्यो Secretly. Malcolm, right? You what about it? I'm fine. Okay. घरको याद आउने क्या किन यो किमा चाहिँ। मिठो खाऊ अघि मेरो साथै किमा खाएको भिडियो पठाउँदै थियो कसलाई? त्यो दिपा। त्यहाँको मैले पनि किमा नुडल्स बनाउँदै थिएँ। नखानु भाइ बिनुज भन्ने छ एकदम बिनुज बिनुज लाग्ने। विनोद नो बिनुज। हामीले चाहिँ थप्नको लागि साइडमा नुडल्स किमा सबै राखेको छौँ। यही फुल हुन्छ जस्तो हजुर कस्तो मिठो देखियो यो हाल्नु मिक्स गर्नु नि हजुरले। मजाले मिक्स नै गरेन त्यही भएर त्यो हाल्दिन त्यो हाल्नु हेल्थ कन्सियस। जहिले अरूकै खाम हुन्छ।
तिमीले कति धेरै बनाएको है धेरै हुन्छ होला सोचेको त ठिकै भयो नभनेको कुनहरू हुँ? मासुलाई के हुन्छ होइन उम्. के भयो मिठो भयो। नहीं खुला आरामले खानु नि त 10 मिनट भनेको नि हजुरले अझै त Konnichiwa. हाम्रो ब्याचलर पढ्दाखेरि यति खान्थ्यौँ हामी त हप्तामा 3-4 चोटि त गएकै हुन्थ्यौँ हजुरको अनि त्यो पेट चाहिँ के लाग्दैन त यस्तो खाएर भगवानको वरदान क्यामेरा मात्रै धेरै आएको हुँ? अन्त म यसरी त हजुरतिर आएको नि खाएर तपाईँको हाल्नु नि त्यो मसला हाल्नु कि तेलले त मिठो बनाउँछ यस यो तेल होइन क्या ससेज हो यो ससेज भन्छु सस मैले ब्ल्याक सस हालेको थिएँ ताकि पिस कि हजुरले नाटकमा गर्नु के पेटले फुल भएको सङ्केत दिँदैछ चिल्लो जस्तो वाक्क ट्याक्क जस्तो मुख ट्याक्क हुन्छ है मेरो चिल्लो याक्क हुँदैन नि त अब त्यसो साथो खाना खानु 2 जना मिल्छ हातमा चिल्लो खाने सकाउनै गाह्रो भयो हजुर त मै खाएर चाहिँ पुगेको यति खाइरहेको छ अघिदेखि तर पनि सकिन्न मैले आजसम्मको बेस्ट छ यो सधैँ बेस्ट हुन्छ सधैँ बेस्ट हुन्छ मैले भन्न सक्दिनँ त्यो खाएर त्यो झन् मलाई हात छानेमा
फ्रेस भयो होला नि किन अर्कै भयो भने चाहिँ आज हामीले टिमुरै हालेको रेस्ट गर्नु न मलाई भिडियोमा बस्नु मन पर्छ सक्ने गरे खायौँ हामीले चाहिँ ओके अब चाहिँ हाम्रो सक्यो अब हामी अर्को भिडियो लिएर आउँछौँ पछि